फाइनली गाइस हाम्रो मामाको चाहिँ आज बर्थडे चाहिँ कसले केक अर्डर गर्दै अरे तर मामालाई सोधौँ ल त्यो केक रिसिभ गर्न जाँदा पनि म भिडियो लगाएर जान्छु हेरौँ ल बर्थडे तपाईँहरूलाई चाहिँ अहिले देखाउँछु ल कसले केक अर्डर गरेको छ मैले पछि भन्छु ल ल अर्डर गरेको केक आएछ कसले गरेछ मामा अर्डर कसले गरे कस्तो मलाई केही थाहा छैन त्यो भाउ तपाईँको गर्लफ्रेन्ड ल्यायो कि हेर्दै हुनुहुन्छ भने तपाईँलाई धेरै धेरै धन्यवाद ल ल तपाईँलाई अग्रिम एकदम शुभकामना भनिदिनु तपाईँ को माथि त अब त्यस्तो मलाई केही अर्डर गर्ने मान्छे छ जस्तो त मलाई लाग्दैन माथि अब यही दिदीहरू शङ्का त मलाई तिमी माथि थियो होइन भन्छु अर्को यो दिदीहरूले हुन सक्छ दिदीहरूले तपाईँको दिदीले बर्थडे कसले विस गरिदिनु भएको थिएन आज हो कि नै होइन नगर्दा पनि भान्जा भान्जी दिदीहरूले को नाति अब यो पक्कै पनि हो एक्ज्याक्ट थाहा छैन तपाईँलाई एक्ज्याक्ट त मलाई यो म अनजान छु यसको बारेमा अनि तपाईँलाई मैले हामीले कसैलाई थाहा पाएर भने तपाईँले के भन्न चाहनुहुन्छ त भन्यो भने त एकचोटिमा सरप्राइज हुन्छ कहिले हो एकचोटि थोरै गेस गर्नु न बाहिर नेपालभन्दा बाहिर यो तपाईँको यहाँकाले होइन बाहिरकाले कसले गर्यो होला जस्तो लाग्छ नेपालभन्दा बाहिर अब अरू मलाई देश चाहियो देश त तपाईँलाई कसले भन्छ त नि दुबई हो भने गेस गर्न सक्नुहुन्न है गाइज अहिले गेस गर्न सक्नु भएन तर हामी Happy birthday, Mama. Happy birthday, Mama. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday, Mama. Happy birthday, Mama. Happy birthday, happy birthday, happy birthday to you. गीत पनि बजेन हौ